जयमसी नमस्कार साथीहरू। यो चाहिँ हाम्रो इसाई सङ्गतिको कब्रस्थान हो। यो चाहिँ हाम्रो ठाउँको नाम चाहिँ के भन्छौँ, कुमेल 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 हो है साथीहरू। यहाँ चाहिँ हाम्रो अन्तिम ठाउँ यहाँ राखेर चाहिँ हामीलाई चाहिँ दफन गर्ने कार्य हुन्छ। यो चाहिँ हाम्रो बस्ने ठाउँ, यहाँ चाहिँ खाजाहरू खाने ठाउँ, यहाँ चाहिँ खाजाहरू खाने ठाउँ, हाम्रो कब्रस्थानको खाजा खाने ठाउँ। हाम्रो यहाँ अगुवा गुरुजन के भन्दा चाहिँ हाम्रो उहाँले चाहिँ डोनेट गर्नु, उहाँको नाममा चाहिँ डोनेट। जङ्गल छ तर पनि एकदम ठुलो जङ्गल छ। यहाँ माथि साथीहरू सुतिजना साथीहरूको आफन्तहरू पनि हेर्नु। माला अर्पण हुँदैछ है हाम्रो फुपूको। यसो लामो दुईटा जोडिदिनु। मम्मीको हैन एउटा उल्लेख गरे अनुसार यी शरीरमा बाइबलमा के लेखेको छ भने एक दिन यो जमिनले पनि उहाँको पार्थिव शरीर चाहिँ फिर्ता दिनुपर्छ भनेर लेखेको छ। त्यसले गर्दाखेरि हामी यो मान्छेको मृत्युपछि पनि यो कब्रस्थानहरूलाई चाहिँ सुरक्षित राख्नको लागि हामीले विशेष गरी यस ठाउँलाई हामीले प्रयोग गरेका छौँ र त्यो दिन हेर्नु त साथीहरू, यो चाहिँ फेरि प्रार्थना सकेर स्मृति प्रार्थना पहाडको अब मतलब लगेर मैले खाजाहरू रेडी हुँदैछ। दिनेहरू पनि हाम्रो बहिनीहरू